सामाजिक सञ्जालमा यो डाइपर प्रयोग गर्नुहोस्, यो डाइपर प्रयोग नगर्नुहोस्, यो कम्पनीको राम्रो, यो कम्पनीको नराम्रो भनेर धेरैजनाले भिडियोहरू बनाइराख्नु भएको देखिराखेको हुन्छ र धेरैजनाले ओपिडीमा आउँदाखेरि पनि सोध्नुहुन्छ, भेट हुँदाखेरि पनि सोध्नुहुन्छ कि कुन चाहिँ डाइपर चाहिँ एकदम बेटर हुन्छ भनेर। आज म यही विषयमा कुरा गर्दैछु। नमस्ते, म डाक्टर सीताराम नेउपाने, बालरोग विशेषज्ञ, अहिले भरतपुर अस्पतालमा कार्यरत छु। पहिलो कुरा त डाइपर प्रयोग गर्दै गर्दाखेरि आफ्नो बच्चाको साइज अनुसारको डाइपर प्रयोग गर्नु भएन भने त्योबाट लिकेज हुने सम्भावना बढी हुन्छ। त्यही भएर खुट्टातिरको भागमा इलास्टिक गार्ड राम्रो भएको, त्यस्तै कम्मरमा पनि ठ्याक्क फिटिङ हुने खालको डाइपर प्रयोग गर्न एकदमै जरुरी हुन्छ। लिकेजको सम्भावना कम हुन्छ त्यस्तो भयो भने, र र्यासेसहरू पनि कम हुन्छ है त। दोस्रो नम्बरमा चाहिँ ब्रेदेबल लेयर भएको भनेर भनिएको छ। त्यो भनेको चाहिँ हावा राम्रोसँग खेल्न पाउँछ त्यस्तो खालको डाइपरमा भने। यदि त्यस्तो डाइपर पाइन्छ भने त्यो अझ बेटर हुन्छ। र पिसाब गरिसकेपछि एकदमै छिटो सोच्ने खालको डाइपर, हाई एब्जरेबल भएको डाइपरहरू प्रयोग गर्दाखेरि चाहिँ बेटर हुन्छ, ताकि त्यसले गर्दाखेरि चाहिँ र्यासेसको सम्भावना एकदमै कम गरिदिन्छ। र राति प्रयोग गर्दाखेरि चाहिँ त्यस्तै हाई एब्जरेबल पोटेन्सियल भएको अथवा त्यस्तो भएको खालको धेरै सोच्न सक्ने क्षमता भएको डाइपरहरू प्रयोग गर्दाखेरि लङ टर्मको लागि चाहिँ यो पिसाबहरू सोसिराख्ने क्षमता हुन्छ, जसले गर्दाखेरि पनि र्यासको सम्भावना चाहिँ कम हुन्छ। त्यस्तै गरेर यो फ्रेग्रेन्स र डाई भनेर भनिन्छ, धेरै नै डाई राखेर अथवा फ्रेग्रेन्सहरू राखेर त्यसले गर्दाखेरि चाहिँ कति बच्चाहरूलाई चाहिँ एलर्जी भयो भनेर आउने गर्नुहुन्छ। र त्यही भएर तपाईँहरूले त्यो प्रयोग गर्दाखेरि, डाई प्रयोग गर्दा, चुज गर्दाखेरि चाहिँ फ्रेग्रेन्स र डाई कम भएको डाइपरहरू लिनुभयो भने बेटर हुन्छ। र एउटा अर्को कुरा तपाईँहरूलाई म के भन्न चाहन्छु भने, डाइपर चाहिँ प्रत्येक 2 देखि 3 घण्टामा अथवा दिशा पिसाब गरिसकेपछि चाहिँ चेन्ज गर्नु पर्यो। र रातिको बेलामा तपाईँहरूले धेरै नै त्यस्तो र्यासेस आइराखेको छ बच्चालाई भनेदेखि 2-3 घण्टामा उठेर चाहिँ चेन्ज गर्न अलिक गाह्रो हुनसक्छ। त्यही भएर र्यासेस छ, त्यस्तो आइराख्ने समस्या छ भने चाहिँ कपडाको डाइपर प्रयोग गर्दाखेरि पनि अझ उत्तम हुन्छ है त। अनि सकिन्छ भनेदेखि चाहिँ एउटा जिङ्क अक्साइड मिसिएको क्रिम हुन्छ डाइपरको लागि, त्यो जिङ्क अक्साइडवाला क्रिमहरू चाहिँ लगाउँदाखेरि डाइपर अझ त्यो र्यासेसहरू चाहिँ कम हुन्छ है। बेला बेलामा त्यो लगाइदिनु भयो भने।